मान्छेले मात्रै जस्तो लाग्छ यहाँ कति दुख्छ है बिहानदेखि बेलुकासम्म सिँगुरी गरेर के छ भाइ तिम्रो भनाइ ल भन दुई शब्द बोल नि यार यत्रो यार ठिक छ मात्र भनेको यत्रो यार यत्रो चान्स दिएको अवसर हो अवसर हामीलाई चान्सै दिँदैन हेर न ल ल तपाईँको भनाइ ल दिनु नि त अब के छ भने अब हामी अब मछली हान्ने गइरहेछ होइन अब यस्तै हो भोलिदेखि फेरि काम सुरु गरिहाल्छ अहिले आजसम्मलाई होइन आजसम्मलाई चिलास भरे 9 बजी 10 बजीसम्म चिलास हुन्छ माछली हान्ने हो यस्तै हो अब त पानी पर्यो यार मछली हान्नु जाने पनि यार एक दिन छुट्टी भयो भने छुट्टी हिजो काम गर्दा पनि कस्तो गाह्रो लागेको थियो अब एक दिन छुट्टी हुँदा नि अब त कतै गइएन क्या हो जस्तो जस्तो होइन बिहान खाना खाइसकेपछि त अनि मछली याद आइहाल्छ त अनि तिमीलाई त झन् फर्स्ट 1 नम्बरमा आउँछ नि होइन मछलीको हो त ल हाम्रो खानजिन गुण र हेनाम गुणको उस छुट्टियो सिमाना छुट्टियो गेटबाट यहाँबाट देख्न सकिन्छ यहाँ यस्तो पाहाडमा के अल्लाहको लगाएको हुन्छ हाम्रोमा त अहिले पनि ब्लक छ हाम्रो त के अरे सिन्धुलीको गाडीमा बेलुका त भन्दै गर्नुपर्छ यार एकदम रिक्स छ त्यो अरू बेला नि गर्दा हुन्छ क्या त्यो भत्केको बेला मात्र हुन्छ बाटो यत्रो छ अनि टिपरहरू त्यस्तै आउँछ टिपरले त्यो बाटो बिगारेको छ खास चाहिँ अब त्यो टिपर हिँड्ने बाटो त होइन तर चोरहरूले होइन खोलाबाट बने छैन नि अस्तिको बारीले खत्रीले एउटा आन्टीलाई बोकेर ल्याएको भनेको अस्ति काठमाडौँ बोक्दै ल्याएको यार त्यो बाटो बन्द भयो बेला ए अस्ति नै बाटो बन्द भयो बेला भनेपछि मान्छे बोक्ने काम नि गरियो मौसमले च्यालेन्ज गरेर यार क्या मुखले खाएर चट्ट पाखा बिचमा बाटो दुईपट्टि डाँडा हिमाल दुईटा हिमाल वास्त मौसम एउटा गीत गाइदिनुहोस् त्यसो भए एउटा गीत गाइदिनुहोस् ल खत्री सर आज छोडेर हिँड्छ नि त निकाल्यो नजिकै हो अब यो टक्क यो पुल नयाँ पुल आउँदैछ होइन अब हाम्रोमा भाइदेखि केपी ओलीले आएर उद्घाटन गरिहाल्थ्यो ठुलो गफ साइड फेरि ठुलो गफ साइड मेरो पालामा भनेर यहाँ चाहिँ खासै आवश्यकता छैन फेरि यो जङ्गलमा यसो ट्रेकिङ घुम्नलाई हिँड्नलाई यत्रो पुल अब बन्दैदैन हाम्रोमा चाहिँ बाँस हालेको हो हाम्रो गाउँको एउटा उसमा छ होइन त्यो पुचघाट डक्काको त्यो रिसोर्ट छ नि रिसोर्ट त्यो रिसोर्टबाट पारी जाने हाम्रो घरतिर जाने पारी जाने एउटा पुल छ यो पुल पनि अस्तिको बारीले उ गरेछ क्या बगाइदिएछ त्यो पुलमा चाहिँ बाँसको उ हालेर रिपेयर गरेर काम चलाउ बनाएको अब मान्छे बस्यो भने के भन्छ बाल बच्चा हिँड्छ होइन त्यति लामो छ हो फेरि त्यो
कोसीको पुल अनि लामो भयो त्योभन्दा माथिल्लो हाम्रो अब जुन मेन हामी पहिला चढ्ने गरेको चाहिँ पुरानो त त्यो त लातकुट बगाइदिने उडाइदिने त्यो उडाइदियो त्यो चाहिँ पछि बनाएको नयाँ हो त्यहाँ पहिला हामी त्यहाँ खेततिर काम गर्न आउँदाखेरि त्यहीँबाट डुङ्गा चढेर आउँथ्यौँ क्या माथि जाँदा फेर पर्थ्यो माथि बजारमा शिक्षा बजार भन्ने ठाउँमा चाहिँ त्यहाँ चाहिँ त्यही झोलुङ्गे पुल थियो र त्यहाँबाट जानलाई चाहिँ निकै फेर पर्थ्यो क्या यहाँ त्यत्रो लम्बो ढेक्रे आउनुपर्छ नि त त्यहाँनिर सर्टकट हुन्थ्यो त्यो रिसोर्टबाट नजिकै हो तिमीहरूको पारी भएको त त्यहाँबाट डाँडा कट्नुपर्छ त यहाँ रिसोर्टको पारी डाँडा देखिन्छ नि त्यो डाँडा ठ्याक्कै कट्नुपर्छ त्यहाँबाट हेर्दाखेरि त्यो डाँडा अग्लो यत्रो डाँडा कट्नुपर्ने यत्रो जस्तो देखिन्छ तर खास यताबाट फेरि माथिबाट जाँदाखेरि त तेर्सो अनि उकालो तपाईँ लगाएर जाने हो माथि त माथि नै हो त्यति धेरै टुप्पामै पनि छैन त्यो देखेको त त्यो तल्लो लेभलको डाँडा हुन्छ त्यसको पनि त्यति नै अग्लो डाँडा छ हो उतातिर त्यहाँ निक्लेपछि त्यहाँबाट अब फेरि अर्को त्यस्तै डाँडा देखिन्छ क्या यहाँ कोरियामा जस्तै अब यहाँ एउटा त्यो सकियो होला भने त्योभन्दा अर्को देखिरहेको त्यहाँ आएपछि झन् अर्को देखिरहेको माछा मार्ने ठाउँमा है गाइज साथीहरू झर्दैछन् यो खोलौँ त दाइ डिक्की खोल्नु न माल सामान निकाल्नु पर्यो नि हो आज त माछा हाल्ने झोला ल्याएछ नि यार अब भरे माछा परेछ त्यसमा हाल्नु पर्यो अब सामान सबै झिक न यहाँ आउँथ्यो गाडी यार मेरो हातमा ए सुरुमै अरे है के भएर अस्ति बिस्तारै त्यो ल्याम्मै खै त निक्ल्यो समाउलो नगाडा कस्तो सुरुमै गाडी हो सुरुमै हात हो पर्यो हात पर्यो सुरुमा यस्तो चाहिँ सानो खालको छैन ठुलो खालको मात्रै त होला नि तल सानो पनि होला हौ यहाँ 2 नम्बरको यो सानो हो यो धागो चाहिँ अलिकति काट्यो ठुलो रहेछ यत्रो त ठिकै हुन्छ हौ हुन्छ जस्तै लामो हुन्छ कतिवटा छ एउटा भित्र ए थुप्रो रहेछ नि त थुप्रै हुन्छ एउटा अब मछली हानिन्छ लागौँ गाडी सट्ट यहाँ पार्किङ भयो सट्ट अब चिट त नाटक नकाट्ला नि अब अस्ति नै राख्यो है मामाहरू आउँदैन होला सक्छ ल गाइस देख्न सकिन्छ हामीले वा ल समुद्र मछली मार्ने ठाउँ मछली आइसक्यो त कहाँनिर बस्छ ल अब स्वाटसँगले मछली मारिन्छ यही हुन्छ मोबाइल सिल है मोबाइल झोला त्यही भएर ल्याएको मोबाइल फेरि भन्छ जान्छ त्यहाँ आज त भयो घरको जिन्दगी जति त्यही मोबाइल भित्र हुन्छ चोडिहाल्छ
सकिएन माछा त मार्यो तर समाउनु सकिएन भित्रै छोडेर हिँड्यो समुद्रमा अब यत्रो समय यत्रो कति हामी 3-4 घन्टा बस्यो होइन 3-4 घन्टा बस्यो अब ब्याक टु होम के गर्ने यस्तै हो आजलाई यति नै हो इस नाक्सी ब्याक टु होम गाडी कस्तो खासै नआउँदो रहेछ यता आइतबार भएर नि होला खासी बाटोमा हिँड्दैन हौ तलसम्म पुगेर फर्किने बाटो बाटो तिर नि माछा मारी सामान डिक्कीमा राख्ने कहीँ राख गो एउटा चाहिँ त्यहीँ राख यो अरू त सबै यहीँ होस् यो माछा उयो गडबेला नि गडबेला अगाडि नै होस् लोटो पनि अब मैले 2टा काटेको 5,000 10,000 को काटेको परेन ल लाग्यो अब लाग्यो हिँड्यो आजलाई यति नै हो नासामा तिम्रो दाना तिमी हो यसको मास्टर भाइ के गर्छ अब आजलाई यही मानी खोस्यौँ यता अब यो पकडा खाउँछु है थाउम्ची थासी सेंगा कागो आजा ये बुल्का लाग्यो अब सरल सास परे हो हैन चट्टा लाएर अब दाजुले ड्राइभिङ हान्दै हुनुहुन्छ चट्टा लाएर यता खलासी छ पछाडी म यताबाट त्यो क्यामेरा निकाल न कन्ट्याक्टर के हो भन्नु नि आउँदैन यार कन्ट्याक्टरै होला कन्ट्याक्टरलाई कन्डक्टर बनाएको होला कन्डक्टर भइया यस्तै छ गाइज के गर्नु सोचेको जस्तो केही हुन्न sunset
माछा मार्ने ठाउँ त यहाँ रहेछ दामीको अघि नै हामीले उता मार्यौँ अब अहिले यता रहेछ खास चाहिँ अलि राम्रो ठाउँ कत्रो ठुल्ठुलो हुँदो रहेछ यहाँबाट पार्ने 3-4 होइन यो उसमा यो लुलो छ जस्तो छोसिम गरेर दामी माछा पर्दछ है ल यहाँ चाहिँ ठुल्ठुलो पाइरहेको छ अब हामी त सानो त्यहाँ हान्यौँ एकछिन पर त्यहाँ आउँदैन होला हाम्रो त बल्छी त्यहाँ गयो भने हुन्छ एकजना हानिरहेको छ त ए उ त्यहाँ ठ्याक्कै टाइम हेरी आउँदो रहेछ नि टक्क यहाँ बसेर हान्दो रहेछ क्या यहीँ चट्ट यहीँ यहाँ बसेर तानिदिएर हान्छ ठाउँ रहेछ नि त होइन तर ठुल्ठुलो जाँदो रहेछ यिनीहरू त त्यत्रो हेर्नु मास्टरले एउटा ल्याइदिन्छु भन्थ्यो के अरे लोरो दिन्छु भन्थ्यो लोरो दियो भने त रोल त किन्दा भइहाल्यो नि उसको गफै होला हो खै के दिएला र यिनीहरूले के त बल्छीको सुक्खु गरेको हो त्यहाँ बिरालो यहाँ बिरालो माछा खोज्न आएको के अरे धागो हौ धागो चाहिँ त्यो होला बल्छी नै खतरा होला नि त्यही ठुलो खालको होला एउटा यत्रो निकालिदियो एउटा भर्खरै स्याट्टै निकालेर एउटा खतरा बेलुका पढ्न सिकाएर है होइन टाइम हो क्या भक्त त्यो पानी हेर्ने टाइम हेरेर आउने कि आज आइतबार ढुङ्गा त उ त्यही त हो नि त्यो सेतो लाम्चा खालको क्या दाइ ढुङ्गै लाम्चा खालको हाल्यो क्या आधी ठाउँमा पुऱ्याइदियो अर्को जुदियो अर्कोसँग हाम्रो त केटाकेटी खेले जस्तो देखिन्छ हेर यति लाम्रो यहाँ राम्रो छ ल यहाँ माछा परेको छ अब हेर्दै गर्नु है परेर छ ल कत्रो गर्नुपर्छ है परे है खतरा रहेछ दामी ल हौ माछा त खतरा पर्दै रहेछ है बल्दो रहेछ है यिनीहरूको त्यो कहाँ बल्यो रातो दामी परेछ है ल यार कत्रो माछा परेर आउँदैछ ल कत्रो उभारेर ल्यायो है तर त्यस्तो ठुलो त होइन त्यति ठुलो त होइन विदेशी जस्तो लाग्यो त यिनीहरू त होइन कोरियन हो र खेतमा काम गर्ने यसो गफानी के गरेर कसरी पार्ने डोरिङ ठुलो हुँदो रहेछ यिनीहरूको कसरी आउँदो पऱ्यो भने यहाँ घन्टी हुँदैछ क्या त यस्तै पऱ्यो भने केन्टे कराउनु रहेछ नि त उनीहरूले सिँगै गणेउला हालिदिन्छ दामी रहेछ यार ठुलो खालको हुन्छ नि ठुलो खालको है ल्याप्पै त्यसमा चाहिँ पर्नेसम्म धेरै हुँदो रहेछ क्या अनि हानेर आमा खतरा हानेको आमा म कहाँ पुगाऊ त्यो त्यस्तो पछाडि हेरेर हान्छौँ नि के बस्नु होइन अरूले हानेको नि के हेर्नु बस्नु अब हान्नु सिकिहाल्यो यो लाइन थुप्रो छ ठुलै पारै पार्दैछ यार के अरे ठुल्ठुलो हुँदो रहेछ नि त यिनीहरूको त नि हामी आएर रिजर्भ हानिहाल्नु पर्छ 3 घन्टा अगाडि नै लाग्यो अब साथीहरूले माछा मारेको हेरेर एकैछिनमा निकाल्दै नि दुइटा त्यसैकोमा फेरि होइन ए अर्कोमा हो नि पर्यो माछा अघिको खतरा ठुलो थियो नि पुरा आइस बक्स पुरा तयारी भएर आउँछ के हो सबै
यिनीहरूको त पुरै तयारी हुन्छ नि हौ फिसिङको पुरै आइटमहरूले बोकेर आउँदछ क्या अब हामी जस्तो कहाँ त्यो मलाई मानवको मलाई त्यो स्टिकिन बोकेर जस्तो जाँदा पनि कसरी सुई गरेर जाँदो रहेछ तान्दा पनि एउटा हरिबहादुर चाहिँ यहाँ रहेछ हामी धेरै उतै बसिएछ उतै बसिएछ क्या है हरिबहादुर यहाँ छ एउटा तलतिरै